वेलकम ब्याक माई युट्युब च्यानल। म चाहिँ धेरै पछाडि फेरि युट्युब भिडियो बनाउँदैको छु। सबैजनाले मलाई पहिला जस्तै माया सपोर्ट र मेरो फुल भिडियो हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। यो चाहिँ हामी बेलमतिर घुम्न आइरहेको छौँ अनि हामी बाबा छोरी चाहिँ अगाडि घुमिरहेको छन्। यो चाहिँ टुरिस्ट एरिया हो। हजुरहरूले पोर्चुगलमा हुनुहुन्छ भने यहाँ बेलमतिर भनेर सर्च गरेर यहाँ घुम्न आउन सक्नुहुन्छ। धेरै राम्रो छ अनि पछि यहाँबाट भ्यू पोइन्ट पनि राम्रो छ। जाडो महिना चाहिँ जाँदाखेरि चाहिँ अलि धेरै बाक्लो कपडा लगाएर जानु होला, किनकि धेरै चिसो हुन्छ, समुद्र एरियातिर हो। त्यही भएर यो चाहिँ म पहिला पनि आइसकेको छु, तर यहाँ चाहिँ मलाई अझै पनि जान मन लाग्छ, किनकि यहाँ राम्रो रमाइलो फिल हुन्छ। अनि यहाँतिर देख्न सक्नुहुन्छ सनसाइड पनि देखेको छ। यहाँ चाहिँ छाला आइरहेको छ। बाबा छोरी चाहिँ अगाडि गइरहेको छ। घुम्दा घुम्दा बेलुकै भइसक्यो। बेलुका भइसकेपछि चाहिँ मलाई यति धेरै भोक लागिसक्यो। त्यही 4-5 घन्टा भयो मैले खाएकै थिएन। त्यसपछि बिचतिर गयौँ, रेस्टुरेन्टतिर खोज्दै खाना केही छ कि भनेर। फेरि त्यही त हो, हामी नेपालीलाई नेपाली टिपिकल खाना खोज्नु मनपर्छ अनि हामी रेस्टुरेन्टहरू खोजिरहेको छौँ। मलाई चाहिँ एकदम धेरै मन परेको यो नेपालको यस्तै आकाशी पुलमा है, तर लाइटिङ धेरै राम्रो। अनि त्यो पछाडि यहाँको देख्न सक्नुहुन्छ कति राम्रो भ्यू पोइन्टहरू छ। यहाँको भ्यू पोइन्टहरू मलाई एकदम धेरै मन परेको। खोज्दा खोज्दा पोखराको लेक साइडतिर आइसकेको छु। सरी, यहाँ पोर्चुगलको लेक साइडतिर है त। यो चाहिँ सेम पोखराको लेक साइडतिर जस्तै रहेछ। मलाई चाहिँ एकदम धेरै मन पर्यो यहाँको लाइटिङहरू अनि यहाँको जुन रेस्टुरेन्टमा जुनहरू छ नि साइडमा, त्यो चाहिँ एकदम धेरै मन पर्यो। तर के गर्ने, आफूलाई मनपर्ने जस्तो खानाहरू त छैन र म फेरि भेज पढेँ, त्यहीमा चाहिँ फेरि नेपाली पढेँ। त्यो पछाडि चाहिँ मैले यहाँको खानाहरू हेरेँ, तर मलाई खासै मन पर्यो। यहाँ चाहिँ राम्रो राम्रो डिस्कोहरू छ। यहाँ चाहिँ अलि ठुल्ठुलो डिस्कोहरू छ लिस्बनको यो ठाउँमा चाहिँ। अनि मलाई चाहिँ एकदम धेरै मन पर्यो। अनि मलाई चाहिँ मेरो पनि म अगाडि हिँड्छु है भनेर अनि त्यहाँलाई मेरो हस्बेन्डलाई चाहिँ मैले फोटोहरू खिच्न पठाएँ। तर म धेरै मोटी भएँ क्या बेबी भएपछि चाहिँ। अनि यहाँ देख्न सक्नुहुन्छ कति राम्रो लाइटिङहरू छ। अनि यहाँ चाहिँ धेरै बिजी पनि एरिया हो, किनकि ठुल्ठुलो डिस्को क्लबहरू छ। देख्न सक्नुहुन्छ कति राम्रो लाग्यो। मलाई चाहिँ सेम नेपालको भाइब्स आएको कि ओ माई गड है। अनि यहाँको मलाई चाहिँ कलर चाहिँ मन पर्यो, किनकि यहाँको पिङ्क कलर थियो। त्यही कारणले गर्दा मेरो चाहिँ यहाँ केही पनि देखेन। त्यो भन्दा त बरु घरै जाऊँ, घरमै गएर खाना खाऊँ भने मैले। अनि यहाँ चाहिँ कति राम्रो डिस्को। यहाँ चाहिँ म आइसकेको छु रे कि मेरो हस्बेन्डले कोसँग भनेको त मेरो जिएफसँग रे। मेरो मन नै ठरक्क लाग्यो, टुट्यो। अनि मैले चाहिँ त्यही भएर अब म अगाडि जान्छु भनेर फेरि